घाटे। साल असोज महिनादेखि सुरु गरेको र यो सुरु हुनुमा पनि तपाईहरु सम्पूर्ण सदस्य महानुभावहरु र हाम्रो सबै सञ्चालकहरुले गरेर आज हामी 15औं वर्षसम्म मनाउन र यहाँसम्म आइपुग्न सफल भइरहेका छौं। सफल भएकोमा तपाईहरु सम्पूर्ण सदस्यज्यूहरुको हात छ र तपाईहरुको विश्वास र सल्लाहलाई नै मध्यनजर राख्दै अब हामी अगाडि बढिरहेको अवस्थामा छ र आज यस संस्थाको 15 वार्षिक साधारण सभा र आर्थिक वर्ष 2081-82 को संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति विवरण र आय विवरण र आगामी लक्ष्य तथा कार्ययोजनाको बारेमा म सदस्यहरु समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गर्दछु। अब म यस नागरिकता ऋण सहकारी संस्थानको र वार्षिक वर्ष 81-82 को वार्षिक प्रगति विवरण पनि पेश गर्न चाहन्छु। यस संस्थाले आर्थिक वर्ष 2081-82 मा 82 भरिमा गरेका कारोबार संस्थाको निक्षेप दायित्व बजट फिर्ता गरी 5,01,94,809 रुपैयाँ बाँकी रहेको छ। आर्थिक वर्ष 2082 को असार मसान्तसम्म असुली हुन बाँकी रकम 5,91,91,162 रुपैयाँ बाँकी रहेको छ। त्यसै आर्थिक वर्ष 2081-82 को विभिन्न शीर्षकहरुमा खर्च 36,22,870.46 पैसा जम्मा आम्दानी गरेकोमा यसै वर्ष विभिन्न शीर्षकहरुबाट रु 41,38,13 पैसा 19 पैसा जम्मा खर्च भएको घटाई 5,15,518 रुपैयाँ 13 पैसा संस्थाले नोक्सानी भएको छ। र सदस्य महानुभावहरु अब म तपाईहरुको समस्या संस्थाको आर्थिक वर्ष 82-83 को लक्ष्य लिने लक्ष्य तथा कार्यक्रमको बारेमा पनि प्रस्तुत गर्न गइरहेका छौं। हुन त हामीले संस्थालाई टेवा पुर्याउनुको उद्देश्यले संस्था शेयर बचत भनेर हामीले संस्थाको शेयर सदस्यहरुले गत वर्षदेखि नै वार्षिक मन्थली रूपमा महिनाको 5,000 रुपैयाँ शेयर बचत गर्दै आइरहेका छौं र कतिपय साथीहरुले गरेर नगरेको पनि छ र उहाँहरुले पनि त्यो शेयर बचत गरेर संस्थाको मेरुदण्ड भन्ने नि शेयर पुँजी हुने भएकोले त्यसमा टेवा गरिदिनु हुन म तपाईहरुलाई अनुरोध पनि गर्दछु र प्रभावी लक्ष्य लिएको चाहिँ यसो छ संस्थाको विस्तार शेयर पुँजी वृद्धि गरेर 1 करोड बचत वृद्धि गरी 7 करोड तथा 9 करोड पुर्याउने ऋण कर्जा चाहिँ 9 करोड पुर्याउने लक्ष्य राखेको छ। सदा चाहिँ आगामी दिनहरुमा पनि बचत संकलन गरी ऋण लगानी पारदर्शी गर्दै संस्थालाई अगाडि बढाउने लक्ष्य लिएकै छु र संस्थाको पदाधिकारी तथा समिति उपसमितिका साथीहरुलाई लेखा तालिम कर्जा सम्बन्धी तालिम प्रदान गर्ने कार्य निरन्तरता दिइनेछ र सञ्चालक समिति उपसमितिहरुलाई अध्ययन अवलोकन र भ्रमण गराइनेछ र भावी कार्यक्रम संस्थाको नियमित बचत गर्ने अभिप्राय गरिनेछ र शेयर पुँजी वृद्धिका लागि पहल गरिनेछ र दैनिकी बचत र अभियानलाई सशक्त र व्यापक बनाइनेछ। बचतकर्ता सदस्यहरुलाई सहकारी शिक्षा तालिम उपलब्ध गराउनेछ र बाल सदस्यहरुलाई शैक्षिक भ्रमणको व्यवस्था गरिनेछ र यस संस्थाका कार्यरत कर्मचारीहरूलाई विभिन्न प्रकारका प्रशिक्षण कार्यमा सहभागी गराइने निजको नेतृत्व विकासका लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ। यस नागरिक तथा ऋण सहकारी आजसम्म आइपुग्दाखेरि हामीले विभिन्न समस्याहरू हामीले झेल्दै पार गर्दै यहाँसम्म चाहिँ पुग्यो। अहिलेसम्म हामीले चाहिँ राम्रो गरिरहेको भन्ने हामी विश्वास गर्दछु र सदस्य महानुभावले
मागेको ऋण हामीले उपलब्ध गरिरहेको पनि छु। यस सहकार्यबाट हामीले सम्पूर्ण सदस्यहरूलाई चाहिँ भने जस्तै हामीले कार्य गरिरहेकोमा सम्पूर्ण सदस्यलाई तपाईँहरूलाई भोगिराख्नु है, तपाईँहरूले गरिराख्नु, त्यसको लागि तपाईँहरूलाई अबको दिनमा पनि यसरी गरिने तपाईँको माग अनुसार हामी चाहिँ पूर्ति गर्न पनि चाहन्छौँ। यस संस्थाबाट तपाईँको समस्या नै हाम्रो समस्या हो भन्ने हिसाबले हामी काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। साथै अहिले हामी सबैले चाहिँ यो न्युज के अरे फेसबुकमा त्यो सहकारी सम्बन्धीमा पनि हाम्रो अधिवक्ताले पनि यहाँ भनिसक्नु भएको छ। अहिले सहकारीको समस्यामा हरेक कुराहरू चाहिँ 332 कति पैसा थियो, कतिवटामा पनि हामीले कतै 150 माथि सहकारी सञ्चालनमा आइरहेको छ भने त्यस सम्बन्ध हामी नजान्नु लागि हामी सञ्चार समितिले धेरै नै मतलब चाहिँ त्यस्तो नहुनु लागि त हामी काम गरेको। जस्तै हामीले चाहिँ कोरोनाको बिचमा हामीले त्यतिखेर धेरै समस्या भएको थियो। त्यतिखेर हाम्रो चाहिँ लोन चाहिँ उठेर त्यो कोरोना अपझटल भएको तपाईँ सबै हामीले त भोगेकै कुरा हो। हामीले चाहिँ लोन चाहिँ पटापट दियो। हामी अब पैसा उठाउँदै हामी पैसा चाहिँ 6-7 लाख पनि बचत लाग्यो, 1-2 लाख मात्रै बचत राखेर पैसा उठाउँदै दिने हाम्रो योजना थियो। त्यो हिसाबमा मतलब चाहिँ सहकारी चलिरहेको थियो। छ्याप्प चाहिँ कोरोना भयो। हामीले कोरोना भेट जम्मा सहकारीमा 3 लाख मात्रै पैसा थियो। हामीले त के गरौँ सहकारीका सञ्चार समिति साथै बैठक बसेर हामीले चाहिँ कुनै मान्छेले पैसा चाह्यो भने हामी सबै सञ्चार समिति दिन्छौँ भन्ने प्रतिबद्धता मिटिङबाट बात गर्दै मिटिङ बसेर त्योलाई कार्यान्वयन गर्नु लागि त्यस्तो समय कुनै मान्छे त आयो हाम्रो पैसा देऊ हामी चाहिँ लान्छु भन्ने कुरा मान्छेहरू 6-7-10 जना जति पनि आयो हामी उहाँलाई बुझायौँ तपाईँ केही चिन्ता लिनु लानु भए तपाईँको पैसा लानु होइन, तपाईँलाई यसो छैन हामीले भाग्छ भने तपाईँको त्यो विश्वास छ भने लानु, हाम्रो केही हुनेवाला छैन, हामी तपाईँको पैसा जहिले तहिले दिनेछौँ भन्नेको प्रतिभामा कुनैले पनि त्यस्तो पैसा हाम्रो सहकारीमा निकाल्नु भएन। अब अहिलेको हाम्रो अधिवक्ताले भने जस्तै अहिले हामीले चाहिँ त्यसमा कुनै सदस्यलाई हामीले कुनै पैसा बचतलाई चाहिँ कुनै पैसा सदस्य निकाल्ने बेलामा आज अब भोलि अब कुनै त भन्नु परेको त्यो सबै तपाईँहरूको सहयोग र हाम्रो मेहनतले गर्दा यहाँसम्म सफल भए पनि म घोषणा गर्न चाहन्छु। अब यो हाम्रो नायब ऋण सहकारी अघि हाम्रो अधिवक्ताले भन्नुभएको छन्, तपाईँलाई म व्याख्या गर्न चाहन्छु। उहाँको कुरालाई म थप्दै अरू कुरा म बताउन चाहन्न। जसै सञ्चार समिति उहाँले भन्नुभएको सञ्चार समिति सक्रिय रूपमा नभएसम्म यो संस्था अगाडि बढ्ने तपाईँ हामी सबैले भोगेको। हामी सञ्चार समितिले धेरै मिहिनेत गरिरहेका छौँ। यसो भन्दाखेरि हामी फुलेर भन्नु खोजेको होइन है। अब हाम्रो प्रतिवेदनले पनि सबै कुरा तपाईँहरूको समस्या पेस गर्छ होइन। अब हामी के भन्दा हाम्रो सञ्चार समितिले प्लस हाम्रो सेयर सदस्यहरूलाई पनि म के भन्न चाहन्छु भन्दाखेरि पहिला हामीले बैठक गर्दाखेरि सबै सेयर धनी आएर चाहिँ हामीसँग चाहिँ मतलब कति आयो कति गयो भन्ने कुराहरू चाहिँ मतलब बुझ्नुहुन्छ। हामीले यति गयो यसरी भएछ यसरी हामी भनिरहेका छौँ। अब सेयर सदस्यहरू चाहिँ बैठक बोलाउँदाखेरि नआउने हामीलाई अलिकति कामको भन्नाले हाम्रो सदस्यहरूलाई बुझ्न नसकेको हो कि अथवा मन नआएको हो कि के हो म बुझ्न सकिरहेको छैन। हाम्रो सञ्चार समिति अनुरोध के छ भने तपाईँहरूले बैठक बोलाउँदाखेरि कष्ट नमानिकन आइदिनु होला भने म यही मञ्चबाट अनुरोध गर्न चाहन्छु। किन भन्दाखेरि हरेक कुरामा सेयर धनीको चाहिँ सदस्य सुझाव भयो भने हामीले पनि काम गर्ने सहज हुन्छ। हामीले पनि योभन्दा अझ माथि लाने भने माथि भन्दाखेरि वृद्धि हुन चाहन्छु। यो संस्थालाई कुनै किसिमको मतलब समस्याहरू नहोस्। जस्तो अहिले विभिन्न मिडिया मार्फतबाट कुनै मान्छेले चाहिँ करोडौँ रुपियाँ पैसा चाहिँ दिइरहेका छैन। मान्छेले 10 लाख पैसा राखेको मान्छेले 500 पैसा दिइरहेको छैन। त्यो अवस्था हामी नहोस् भन्नु लागि तपाईँहरू पनि भूमिका अहिलेसम्म हामीले त्यस्तो पनि मतलब चाहिँ गरिरहेको त छैन। त्यस्तो नहोस् भने म परमेश्वरसँग प्रार्थना गर्दछु, कामना गर्दछु हाम्रो सहकारीलाई चाहिँ अझ योभन्दा चाहिँ हाम्रो यो सहकारी मध्येमा अब
उच्च मतलब चाहिँ सक्रिय रूपमा गर्न सकोस् भन्ने म तपाईँसँग म भन्न चाहन्छु। साथसाथै अहिले हामीले चाहिँ मुख्य समस्या भनेको विगतमा हामीले चाहिँ लोन दिएकाहरू छ नि, लोन लिनुभएका हाम्रा सदस्यहरूले चाहिँ साह्रै हामीले मार पार्नु भएको छ। हाम्रो अधिवक्ताले अघि चाहिँ भन्नुभएको छ त्यो लोनको समस्यामा चाहिँ कुनै तपाईँहरूले चाहिँ गडबड गरेको खण्डमा पहिले जे जति गडबड तपाईँले गर्नुभयो, अबको दिनमा उहाँ हाम्रो अधिवक्ताले भन्ने पहिले दिने सूचना हामीले निकाल्ने पनि हाम्रो बैठकद्वारा पनि अस्ति 30जनाले हामी दिइसकेका छौँ होइन। अब त्यसमा कानुन कारबाही तपाईँहरूलाई चाहिँ हुनु परेको हुन्छ, किन भन्दाखेरि यो व्यक्तिगत मेरो हाम्रो यो हिसाब किताबले गर्नु भने तपाईँको जुन यो संस्थाबाट गर्ने पर्ने कुराहरू हो, त्यसै कारणले त्यसको लागि तपाईँहरूले अन्यथा नसोच्नु लाग्ने म मञ्चबाट अनुरोध गर्न पनि चाहन्छु। के भने हामी पनि बाधित छ, हाम्रो यो कार्य समितिमा गर्नुपर्ने कर्तव्यहरू कानुन आधारमा गर्ने कर्तव्यहरू हामीले पालना गर्नुपर्छ, नभए हामी सञ्चार समितिको औचित्य पनि हुँदैन। त्यसै कारणले अब ऋण अझ पनि त्यो 30जना मात्रै नै हाम्रो त ऋण थुप्रै भएको छ बाहिर। अब भनौँ त यही मञ्चमा तपाईँले खुलेर भन्दाखेरि हाम्रो 80,85,000 1 करोड नहारे भन्दा बेसी छ। त्यो ऋण नउठेको कारणले हामीले चाहिँ विभिन्न समस्याहरू भोग्दै अहिले पनि हामी कुनै बचतकर्ताको हामीले ऋणलाई रोका गरेको छैन। अब हामी साथी मतलब सञ्चार समितिले पूर्ति गरिरहेको कुनै समस्या छैन। अहिलेसम्म त हाम्रो गोर्नमा मात्रै समस्या हामीले खरा चाहिँ गरेको थियो, अरू बेला कुनै पनि त्यही सरकारीबाट सबै कुरा भइरहेको छ होइन। त्यसै कारण अब म तपाईँलाई सेयर के अरे ऋण लिइरहनुभएका हाम्रो सदस्यहरूलाई म के भन्न चाहन्छु भने अबको दिनमा तपाईँहरू कानुनको हिसाबमा चाहिँ दायरामा चाहिँ तपाईँ गर्न चाहन्छु भने ठिकै छ, हामीले केही फरक हुनु छैन। तपाईँ अब साँच्चै तपाईँ लोन समयमै तिर्न आउनु भनौँ भने अनुरोध गर्न चाहन्छु। तपाईँ लोन त्यति अब यो हाम्रो अनुरोध पछि तपाईँ अब यो भनौँ न 35 दिनको सूचना आधारमा तपाईँ चाहिँ आइदिनु भयो भने तपाईँलाई 1-2 वर्ष 3 वर्ष हामी छुट पनि दिन चाहन्छौँ होइन। तपाईँ मतलब अफिसमा आएर तपाईँ कति के हो हिसाब बुझेर तिर्नु भन्ने म अनुरोध गर्न चाहन्छु। साथसाथै अब आउने दिनहरूमा पनि हाम्रो सेफ सदस्यज्यूहरूले पनि अघि मैले भने जस्तै कार्यक्रममा बैठक बोलाएको बैठकमा आउनु भन्ने अनुरोध गर्दै अनि हाम्रो सदस्यले पनि मतलब चाहिँ सहयोग साथ हामीले दिने हुनुहुन्छ भन्ने आशा गर्दै मेरो यो सानो मन्तव्य यही दिन्छु। धन्यवाद। नयाँ बचत तथा ऋण सहकारी संस्थाको आर्थिक प्रतिवेदन 2081-82 को आय विवरण तथा आर्थिक स्थितिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेको छु। आर्थिक वर्ष 2081-82 को असार मसान्तसम्म बचतकर्ताबाट सङ्कलन निक्षेप दायित्व 5,51,0809 रुपैयाँ बचत फिर्ता गरी बाँकी रहेको छ। आबद्ध 2081-82 को असार मसान्तसम्ममा चालु दायित्व रु 17,13,500 रुपैयाँ 70 पैसा रहेको छ। आर्थिक वर्ष 2081-82 साल मसान्तसम्ममा नगद तथा बैंक मौदा रु 46,67,969 रुपैयाँ 30 पैसा रहेको छ। आर्थिक वर्ष 2080-81 को असार मसान्तसम्म असुली हुन बाँकी ऋण र 5,91,162 रुपैयाँ ऋण असुली हुन बाँकी रहेको छ। आर्थिक वर्ष 2081-82 मा भएका आम्दानीको विवरण यस प्रकार रहेको छन्। यस संस्थाको आर्थिक वर्ष 2081-82 मा गरेको आर्थिक कारोबार अन्तर्गत ऋण
लगानीबाट ब्याज 57,11,363 रुपैयाँ सङ्कलन गर्न संस्था सफल भएको छ। आर्थिक वर्ष 2081-82 विभिन्न शीर्षकबाट रु 8,47,468 रुपैयाँ जम्मा आम्दानी भएको छ। आर्थिक वर्ष 2081-82 भएका खर्चको विवरण यस प्रकार रहेका छन्। आर्थिक वर्ष 2081-82 निक्षेपमा ब्याज खर्च 30,11,146 रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष 2081-82 कर्मचारी तलब 21,68,701 रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष 2081-82 कार्यालय सञ्चालन खर्च 13,11,628 रुपैयाँ खर्च भएको छ। आर्थिक वर्ष 2081-82 67 हाँसकट्टी खर्च 81,157 रुपैयाँ 59 पैसा खर्च भएको छ। आर्थिक वर्ष 2080-81 कर्जा नोक्सान व्यवस्था बापत 5,96,912 रुपैयाँ छुट्याइएको छ। यस नायो बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष 2081-82 को आर्थिक प्रतिवेदन यति नै रहेको छ। आशा छ यहाँहरूको यस संस्थाप्रति आर्थिक चासो तथा जिज्ञासाहरू मेटाउन सफल भयौँ। यदि यहाँहरूको कुनै जिज्ञासा तथा यस संस्थाप्रति शुभेच्छा भएमा कार्यालय समयमा आएर बुझ्न या हाम्रा प्रतिनिधिहरूलाई भेट्न पनि आफ्नो मनको कुराहरू व्यक्त गर्न सक्नुहुन्छ। यहाँ उपस्थित हुनुभएका महानुभावहरूलाई उपस्थिति एवं सहभागिताका लागि हार्दिक कृतज्ञता प्रकट गर्दै प्रस्तुत प्रतिवेदनमाथि गृह छलफल गरी पारित गरिदिनु हुन आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद। जय सहकारी। आर्थिक वर्ष सुरु भएको 3 महिना भित्र आफ्नो लेखा परीक्षण प्रतिवेदन गरिसक्नुपर्ने र पौष मसान्तभित्र आफ्नो नियमित वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने जुन कानुनी प्रावधान छ त्यही समय सीमाभित्र यहाँले गएर आफ्नो नियमित वार्षिक साधारण सभा सम्पन्न गर्न लाग्नु भएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। भर्खरै मात्रै 1 महिना अगाडि हाम्रो अहिले नियामक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना भएको छ। त्यो संस्थामा हामी पनि संस्था आबद्ध हुनुपर्ने कानुनी प्रावधान छ। त्यो संस्थाले चाहिँ साधारण सभामा कुनै भाषणको कार्यक्रम नराख्नु, खातामाला अतिथिहरू धेरै नबोलाउनु, खर्च धेरै नगराउनु, संस्थाका सदस्यहरूको पैसालाई हजुर खर्च नगर्नु भनेर जुन निर्देशन दिएको छ त्यही निर्देशन बमोजिममा आज मैले देखिन यहाँनिर पहिला सङ्घीय मान्यहरू अरू अतिथिहरू आएर धेरैजना भाषण पनि गर्नुहुन्थ्यो। त्यो यहाँले गर्नुभएको छैन। त्यस मानेमा पनि यहाँलाई धन्यवाद दिन चाहन्छु। मैले पनि अघि बोल्दिनँ भनेको थिएँ, तर यहाँहरूसँग जोडिँदै गर्दाखेरि संस्थाले समय सापेक्ष मलाई संस्थामा बोलाएर म पहिला त सञ्चारकर्मीको सेक्टरबाट यो संस्था जोडिएको थिएँ, तर अहिले पछिल्लो सेक्टरमा उहाँहरूले कानुनी क्षेत्रमा पनि तपाईँले केही सहजीकरण गर्नुपऱ्यो भनेर जुन उहाँहरूले मलाई चाहिँ संस्थामा बोलाएर कानुनी परामर्श गरिरहनु भएको छ। त्यही भएर मैले चाहिँ सहकारी विषय कानुनी कुरा पनि अलिकति चाहिँ भनिदिनु पऱ्यो भनेको कारणले मात्रै यहाँ फिजमा म उपस्थित भएको हो। सर्वप्रथम त अहिलेको विद्यमान परिस्थितिमा सहकारीप्रति हेर्ने नजर धेरै एकदम चाहिँ अविश्वासको वातावरण पैदा भएको छ।
धेरै गलत नियत भएका सहकारी सञ्चालकहरूले विभिन्न सदस्यहरूलाई लोभ लालच देखाएर विभिन्न सहकारीका मूल्य मान्यता सिद्धान्त र कानुनी व्यवस्थाबाट बाहिर गएर जग्गा प्लटिङ गर्ने, सेयरको कारोबार गर्ने, घर जग्गा किनबेच गर्ने जुन खालको कामहरू गरे ती सहकारीहरू आज तीनका सञ्चालकहरू आज कतिपय फरफराउ भएको अवस्था त भएको अवस्था छ भने कतिपय सञ्चालकहरू जेलमा पुगेको अवस्था छ। हिजो मात्रै पनि एउटा सङ्घको साधारण सभामा हाम्रो प्रदेशको मन्त्री र रजिस्ट्रारले भन्नुहुन्थ्यो करिब करिब बागमती प्रदेश मातहतभित्र यो संस्था पनि बागमती प्रदेश मातहतभित्र पर्ने भएकोले 3230वटा सहकारीभित्र चाहिँ करिब करिब 150वटा भन्दा बढी सहकारीमा चाहिँ समस्या आएको र ती संस्थाहरूले बचत फिर्ता गर्न सकिरहेको अवस्था छैन भनेर जानकारी दिनुभएको थियो। त्यस्ता खालका गलत नियत भएका व्यक्तिहरूले चलाएका सहकारीले गर्दा आज राम्रो काम गर्ने सदस्य लक्षित सदस्यले मैत्रिक कारोबार गर्ने सहकारीहरूमा पनि धेरै समस्या आएको छ, अविश्वासको वातावरण पैदा भएको छ। त्यस कारणले गर्दा हामीले बुझ्नुपर्ने कुरा चाहिँ कहाँनिर छ भने जबसम्म संस्था सफल बनाउनको लागि प्रतिबद्ध एउटा सञ्चालक समितिले आफ्नो जिम्मेवारी दायित्व पुरा गर्दछ, निस्वार्थ रूपमा लेखा सन्तुलन समितिले काम गर्दछ, निस्वार्थ रूपमा यहाँभित्र रहेका तपाईँ सेयर सदस्यहरूले यो संस्थालाई आफ्नै सम्झेर कारोबार गर्नुहुनेछ, निस्वार्थ रूपमा प्रतिबद्ध गरेर कर्मचारीले काम गर्नुहुन्छ, तब मात्रै संस्था सफल बन्न सक्दछ। आज देश सफल हुन जसरी कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाले एकअर्कामा समन्वय गरेर काम गर्दछन् त्यसै गरी सहकारीभित्र पनि सञ्चालक समिति, लेखा समिति र सदस्यहरूको एकदम मितव्ययिता आन्तरिक सम्बन्ध मजबुत र बलियो हुन जरुरी छ। जब जब सहकारीको समस्या आउँछ तब संस्थाका शेयर सदस्यहरूले तपाईँको चाहिँ संस्थालाई सहयोग गर्नुपर्ने अवस्था हो सहकारी भन्ने। तर यहाँ बुझाइ के छ भने यो सहकारी त फलानाको यो सहकारी त उसको मैले किन गर्दैन भन्ने खालको छ। एउटा सहकारीको समस्या भएको समाचार आउने बित्तिकै कुदेर गएर आफ्नो सहकारीको पैसा निकाल्ने परिपाटी हाम्रो अवस्था छ। त्यो भएको कारणले हामीले बुझ्नु के जरुरी छ भने पहिला यो हाम्रो सहकारी यो मेरो सहकारी भन्ने तपाईँहरूले पनि यसलाई चाहिँ आफ्नो जिम्मेवारी दायित्व पुरा गर्नुको र सञ्चालक समिति लेखा समितिले पनि यी सदस्यहरूको लागि हामीले यो काम गरेको भोलि यो संस्थाको प्रगति हुँदा हाम्रो मात्रै प्रगति होइन यी सदस्यहरूको पनि आर्थिक सामाजिक सांस्कृतिक हिसाबले प्रगति हुने गरी काम गर्नुपर्छ भन्ने दुईटै पक्षले तपाईँको लाग्न जरुरी छ। त्यो भयो भने मात्रै संस्था सफल हुन्छ भन्ने कुरा यहाँ निवेदन गर्न चाहन्छु। र अर्को कुरा चाहिँ अहिले भर्खरै मात्रै सरकारले सहकारीको कर्जा असुली न्यायाधिकरण पनि स्थापना गरेको छ। मलाई लाग्छ मैले आफैले आजभन्दा करिब 15-20 दिन अगाडि होला यही संस्थाको करिब 25-30 जना ऋणीहरूको चाहिँ नाम पत्रिकामा निकालेको अवस्था छ। त्यो चाहिँ अब तपाईँ पटक पटक ऋण लगेर नतिर्दाखेरि अब संस्थाले पनि बाध्य भएर त्यो सूचना निकाल्न जरुरी हुन्छ। किनभने यहाँहरू कसैले लगेको ऋण कुनै सदस्यको बचतको पैसा हुनसक्छ, तपाईँले आफूले तोकेको समय सीमाभित्र तिर्दिनु भएन भने पक्कै पनि त्यो बचतकर्ताले पैसा पाउनेवाला छैन। त्यो भएकाले संस्था बाध्य भएर कानुनी दायरामा चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ र यो कुराको पनि जिम्मेवारी तपाईँले गर्नुपर्छ भन्ने कुरा उहाँले गर्दै हुनुहुन्छ। सदस्यको पैसा संस्थाले बचत फिर्ता गरेन भने पनि सञ्चालकहरू तुरुन्तै जेल जानुपर्ने, उहाँहरूको जायज सम्पत्ति बेचेर फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था थियो पहिले यो चाहिँ। तर अहिले फेरि ऋणीलाई कस्तो, ऋणी पनि त त्यही संस्थाको सदस्य हो नि, ऊ पनि जिम्मेवारी छ, ऊ पनि संस्थाको मालिक हो। त्यो भएकाले कसैले ऋण लगेर तिरेको छैन, मानिसहरूको सम्पर्कमा आउँदैन, अटेन्ड गर्छ भने अब त्यसलाई चाहिँ पत्रिकामा निकाल्ने पहिलो प्रक्रिया गरेको छु मैले। अब संस्थाले जिम्मेवारी दिएको खण्डमा अब तुरन्तै साधारण सभाभन्दा पछाडि कर्जा असुली न्यायाधिकरणमा त्यो निवेदन दर्ता गरेपछि त्यो कार्यालयले ऋणी सदस्यलाई चिठी त काट्ने गर्दछ। त्यो चिठी 15 दिन चिठी काट्दा उनीहरू सम्पर्कमा आएन भने उसको ब्याङ्क खाता रोका गर्ने, उसको सम्पत्ति घर जग्गा रोका गर्ने र उसलाई दिने वडादेखिका तपाईँको सिफारिस बत्ती पानी बिजुली जग्गा किनबेचसम्म सबै प्रावधान रोका गर्ने कानुन व्यवस्था आएको छ। त्यो भएको कारणले र जमानीले पनि त्यतिकै दायित्व वहन गर्नुपर्ने अवस्था छ। म त जमानी बसेको भन्ने कुराले उन्मुक्ति पाउनेवाला छैन। त्यो जमानीको कागजमै लेखिएको हुन्छ त्यहाँनिर यदि ऋणीले उहाँ सदस्यले ऋण तिर्न सक्नु भएन भने उहाँले उहाँको सम्पत्तिले पुगेन भने मेरो आफ्नो जायज सम्पत्तिबाट चाहिँ हसिलो पर गर्न म मन्जुर छु, म कुनै पनि कानुनमा उजुरबाजी गर्ने छैन भनेर पहिल्यै हिसाब गरिसकेको हुन्छ। त्यो भएको कारणले गर्दा पनि जमानीले उत्तिकै दायित्व वहन गर्न जरुरी छ र ऋणी त आफै मुख्य रूपमा ऋणी भइहाल्दैन।
त्यस कारणले गर्दाखेरि तपाईँहरूको छेउछाउमा पनि कोही तपाईँहरूको यही संस्थासँग जोडिएको ऋणी सदस्य हुनुहुन्छ भने तपाईँले पुऱ्याइदिनु पनि सक्नुहुनेछ। जबसम्म ऋणीहरूले ऋण तिर्नुहुन्न तबसम्म तपाईँलाई भोलि अहिले अप्ठ्यारो नपऱ्यो भने बिस्तारै बचत फिर्ता पनि समस्या हुनसक्छ। त्यो भएकाले यो संस्थामा तपाईँहरू सबै जोडिएको भनेको हामी एक घरका मान्छे हौँ। त्यो भएकोले कुनै पसललाई सहकारीले ऋण दिँदैछ भने त्यसको कारोबार बिग्रिएको छ भने तपाईँले जानकारी दिनुपर्ने हुन्छ। त्यो हुँदा मात्रै हामी यतापट्टि आफ्नो पैसा सुरक्षित बचत सुरक्षित हुन्छ भन्ने म यहाँलाई निवेदन गर्न चाहन्छु। र कसैले पनि हुँदा पनि यही संस्थाबाट लाने र तपाईँको आवश्यकता पर्दा पनि यही संस्था मार्फत तपाईँको कारोबार गर्नुभयो भने यो संस्था सफल हुन्छ। यो संस्था सफल हुनु भनेको फेरि पनि यहाँको सञ्चालक समिति मात्रै नभए लेखा समिति मात्रै नभए सदस्य कर्मचारी मात्रै नभए तमाम फेरि तपाईँहरू सदस्यहरू पनि सफल हुनुहुनेछ। र आज यता सञ्चालक समिति हुने यसमा सहकारीको यो त खालको राम्रो पक्ष छ। आज यता सञ्चालक समिति हुनुहुने व्यक्तित्व भोलि त्यता भएर भोलि यता हुने अहिले यता हुने भोलि यता पनि आउनु प्राप्त हुन्छ। आज ब्याङ्कमा होस् तपाईँलाई कुनै पनि साधारण सभामा बोलाउने गरेको छ त यसो तपाईँले जानुभएको छ ब्याङ्कको साधारण सभामा हेर्नुहोस् त करोडौँ कारोबार त हामी गर्छौँ नि ब्याङ्कमा, तर त्यो अवस्था त छैन। तर सहकारी यस्तो राम्रो पक्ष हो यहाँ न भाषा न लिङ्ग न जात न पुँजी केही विभेद गर्दैन। यसले तपाईँले राखेको पैसाको आफूले मुनाफा लिने हो। तपाईँले गरेको कारोबार तपाईँले दिएको ब्याजबाट उल्टै संस्थाले संरक्षित पुँजी फिर्ता कोषबाट तपाईँले यहीँबाट पाउने हो, ब्याज पनि पाउने हो। त्यो भएको कारणले आजको दिन यस्तो दिन हो आज यहाँ उपस्थित हुने र तपाईँको चाहिँ खाना इच्छा छ छैन, खाना कति पैसा दिन्छ भन्दा पनि यो प्रतिवेदनमाथि घनीभूत रूपमा छलफल गरेर यो संस्थाले 1 वर्षभरि के कति उपलब्धि हासिल गर्न सकेछ, अब अघिल्लो वर्ष यसको कारोबार के थियो, कति थियो ब्यालेन्स सिट, अहिले कति पुग्यो भन्ने कुराहरूको चाहिँ अब तपाईँको अध्ययन गरेर घनीभूत रूपमा छलफल गरेर तपाईँले आगामी दिनमा यो संस्थालाई थप मजबुत गर्ने र भरपर्दो एउटा चाहिँ यो सेक्टरकै एउटा नम्र सहकारी बनाउनको लागि चाहिँ तपाईँहरू लाग्नुहुनेछ भन्ने आशा र विश्वास मेरा भनाइहरू दिउँछु। हस्, नमस्कार।